म सरकारी स्कुल पढेको मतलब यो होइन कि मलाई इङ्ग्लिसको ई पनि आउँदैन। जान्दिनँ, प्राउडली भन्छु जान्दिनँ, तर यति त जान्छु नि यार। बहिनीले अस्ति विस गरेँ क्या न्यु इयरमा इङ्ग्लिसमा, अनि अरूले 1 मिनटमा गर्छ होला, मैले ल 10 मिनट लाएँ, पुरा इमोसनल हुँदै लिटरली रुएर मैले म्यासेज गरेँ। अब उताबाट रिप्लाई के आउँछ, थ्याङ्क यू च्याट जिपिटी रे क्या, लिटरली च्याट जिपिटी। मेरो भएको यति सानो इज्जत पनि त्यहीँनिर मिट्टीमा मिल्देको देख्छु म। यस्तो बेला रुनु कि हाँस्नु? अलि त राम्रो होला है सरकारी स्कुलको। अनि त्यही हो, टिचरहरू पनि त्यस्तो राम्रो हुँदैन थियो त्यो बेला चाहिँ। अब हिजोआज त नाम निकालेर बेस्ट अफ द बेस्ट टिचरहरू गइरहेको छ, त्यो भएर आजकल चाहिँ राम्रो छ कि भन्ने लाग्छ मलाई। नत्र भने सरकारी स्कुलको म फर्स्ट कल। के हेरेको अब त सक्यो, कहानी हाँस उठ्यो, रिस उठ्यो, कस्तो लाग्यो, कतिले रिलेट गर्नु सक्नुभयो कमेन्ट गर्ने है त। यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद।